आज मैले आमालाई एकदमै टाढो लाँदैछु घुमाउनु। हिँड्न सक्छु भन्नुभएको छ। कतिको हिँड्न सक्नुहुन्छ हेर्नु गर्ने बेला भयो, यहाँ त्यहाँ गर्ने बिहार बुढो राख्ने बेला भयो। हाम्रो आमा आज माथि घुम्न आउनु भएको छ। आमा कस्तो लाग्यो ठाउँ? अझै राम्रो लाग्यो नि। हो कस्तो राम्रो छ है। अब है खास आस्था चाहिँ के छ, मतलब के माग्न आयो भने सन्तान माग्न आयो भने, सन्तान नहुनेहरूले सन्तान माग्यो भने त्यसो भने दिदीले सन्तान पाउँछ। यो कालो सन्तानेश्वर महादेव भक्तजनहरू जाने आउने जारी छ। अहिले मन्दिर देखिँदैन, माथि छ, रुखले छेलिएको छ। माथि छ मन्दिर। शौचालयको आमा कहाँ हिँड्नुभएको यत्रो उकालो? आमा मन्दिर कम्ता टाढोबाट आउनु भएको होइन, उहाँबाट आउनु भएको उता पारीको गाउँबाट। तपाईँको नाम के हो? ल आउनु त त्यसो भए। ए तपाईँको स्टिक चाहिँ मलाई दिनु होला। ल बिस्तारै म यस्तरी देखाउँदै हिँड्नु पर्यो। कम्ता माथि छ अझै। यहाँ हेर्नु ल कति माथि छ। ठिकै छ, मन्दिर गइराखेको छ बिहानै। मान्छेहरू गइरहनु भएको छ। ऊ माथि पो छ त मन्दिर त, माथि चुचुरोमा। ऊ माथि हो। अब ऊ त्यो चौतारामा गएर बस्ने हो। यहाँ छ चौतारा है। मन्दिर चाहिँ ललितपुरमा अवस्थित गोदावरी 13 राशीमा रहेको घाम देखाएको महादेव मन्दिर। ढाफे झै नाच्ने हिमाल झै हाँस्ने कुमारी गोरी हो म। यति माथि आउनुभयो कि आमा? हाम्रो आमा वा ऊ पारी गाउँबाट आएको। कति राम्रो घाम। 1300 पनि कति हिँड्नुभयो। उकालो पनि ऊ तल यहाँमा देखाइदिन्छु गाइज। यति तलबाट आमा निस्किनु भएको छ। आमामा ऊ यत्रो उकालो। अझै पनि माथि जानु छ। यहाँ हेर्नु ल, अझै माथि जानु छ। यहाँ माथि हाम्रो आमाको 8 अब जानुहुन्छ अरे। हिँड्ने हो अझै हाम्रो आमा कडा। सरी आमा सन्तानेश्वर महादेवको दर्शन गर्दै हुनुहुन्छ। भगवान छ आमा। आमा यति माथि आउनु भएको छ आज। उहाँ तलबाट तलबाट आउँदा सानो ठाउँ जस्तो देख्थ्यो नि। दामी छ ठाउँ। हाम्रो आमालाई यो ठाउँ दामी लाग्यो अरे। सन्तानेश्वर महादेवको मन्दिर। हाम्रो आमा माथि टपमा आउनु भएको छ आज। मन्दिर हेर्नै गाइजहरू कति टाढा छन्, हामी कति माथि आएको छौँ। हुन्छ हुन्छ हामी कति टाढा आएको छौँ, कति माथि आएको छौँ भनेको त सिन बढी थाहा पाउनुहुन्छ। भयो अलिक लागेन नि आमा। चप्पल त होला। मेरो फुल तपाईँको पनि फुल छ है। खै ए रहेछ। हामी कति माथि आएको छौँ है टाढो। ल छिटो गाउनु न। झन्के रुमाल फेरि आउँदा ल्याउँला रुमाल। आहै हाम्रो आमा कति खुसी हुन्छ। यति माथि आएको छौँ हामी। आमा
यो अर्कै साइडबाट झर्ने बाटो हो। खटाङ 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 गरेर सुख दुःख बाटो है मिलेर घामको पहिलो किरण छन्छ गरा गरा आफ्नै डाँडा काँडा आफ्नै गाउँ सारा। त्यो खिचेको खै त बोल्दै आउनु न। भयो भयो वाह कस्तो राम्रो